मेरो बाल्यकालदेखिको मिल्ने साथी हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि हामी सहर घुम्न जान्थ्यौँ राति राति बागी बागी घरमा आमा बुवालाई ढाकी मनाउन दया एकअर्काको लागि सँगै बस्थ्यौँ स्कुल पढ्दा हामी दुबई नजाने एउटा बिरामी जे बोली बाँड्ने हाम्रो राम्रो थियो बानी उसले एक दिन चुरोट सल्काइ सोधे ओए काने मैले पनि ताने समाउँछै नमाने दिन बित्दै गयो भने लाग्यो त्यसको बानी बिस्तारै कुलतमा बसियो जानी नजानी गाजा अनि गोटी सामान र पानी यो पछि त्यो पछि त्यो दामी ज्याद नभए दिन पनि राम्रै नलाग्ने त्यसपछि फेरि कहिले उस्तै रहेनौँ हामी नहोला सँगै आज तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले विभिन्न लागु पदार्थमा डुब्दै गयो खराब परिणामको शिकार भयो कतिलाई ठोक्यो कतिलाई ठोक्यो घरमा आउने आमा बुवा सँगै झर्क्यौ आफैमा गऱ्यो तर खाना छोडेनौ बिस्तारै हामी एक अर्कासँगै बोलेनौ सोध्दै गर्थे साथीभाइले हाम्रो बारेमा उभिन मलाई एक रत्ती राम्रो लागेन अब सबै त्याग्ने मैले बाचा गरे बाहिर ननिस्की कोठाभित्र सुतेर बसे बिस्तारै म पढाइतिर अघि बढे सुन्ने गर्थे त्यस्तै सबैले एक दिन अचानक उसको भाइ मसँग रुन लाग्यो मेरो मनमा विभिन्न प्रश्नहरू उठ्न थाल्यो अघिल्लो रात अस्पतालमा बित्यो रे ममाली आकाश खस्यो म बेहोसिए नहोला सँगै आज तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले नहोला सँगै आज तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौ कहिले तर साथी निकै एक्लो छु अहिले।